दर्शक महानुभावहरू नमस्कार, तपाईहरूलाई हार्दिक स्वागत छ हाम्रो च्यानल युवा नेपालीमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने सब्स्क्राइब गरी जोडिनुहोला, साथमा सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। दर्शक महानुभावहरू, विशेष अपडेटका साथ आज पनि तपाईहरुमाझ उपस्थित भएका छौं। काठमाडौँमा पूर्व राजा ज्ञानेन्द्र शाह आइपुगे। दर्शक महानुभावहरू, ज्ञानेन्द्र शाहलाई निर्मल निवास कसरी पुर्याइएको छ त यसबारे विशेष रिपोर्ट लिएर उपस्थित भएका छौं। गणतन्त्रवादी नेताहरूले घोक्रे ठ्याक लगाउँछौं भन्ने तुच्छ अभिव्यक्ति पनि राजा विरुद्ध दिइराखेका छन्। लाखौं लाख जनताहरू यति बेला काठमाडौँमा ओर्लिएका छन्। गणतन्त्र विरुद्ध र प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्दै र दर्शक महानुभावहरू, पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि अब राजा आऊ देश बचाऊ भनेर यति बेला निकै ठुलो आन्दोलन काठमाडौँमा भइराखेको छ। दर्शक महानुभाव, पोखराबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाह हजारौं लाखौं स्वागत, लाखौं समर्थकहरूको बीचबाट निर्मल निवासतिर फर्किएका छन्। अब पक्का पक्की राजतन्त्र फर्किने बताइएको छ। देशमा भ्रष्टाचारी नेताहरूले, दर्शक महानुभावहरू, यति बेला देशलाई कंगाल बनाएपछि नेताहरू विरुद्ध जनताहरू आक्रोशित भएका छन्। पूर्व राजाको गतिविधि विरुद्ध दलहरूको एउटै स्वर सुनिएको छ कि साँच्चीकै अब यी भ्रष्टाचारी नेताहरूलाई थ्रेट भएको हो त यसबारे विशेष रिपोर्ट लिएर उपस्थित भएका छौं। पूर्व राजाको गतिविधि विरुद्ध दलहरूले एउटै स्वर निकाल्दै चुनावी प्रतिस्पर्धामा आउन चुनौती पनि दिएका छन्। तमसा नदेखाऊ भन्दै के भने त राजावादी अभियानमा छ कि छैन त कांग्रेसको हिन्दू राष्ट्र अभियान, यसबारे विशेष रिपोर्ट छ। सशंकित गणतन्त्रवादी माओवादी केन्द्रले अभियान नै रोक्न पुगेको छ। राजावादीको गतिविधि विरुद्ध सत्ता र प्रमुख प्रतिपक्षी र एक ठाउँ को राष्ट्रिय स्वतन्त्र पार्टी कता त यसबारे पनि विशेष रिपोर्ट छ। नेपाली जनताको बलिदानबाट प्राप्त व्यवस्था जोगाउन एकजुट हुने समय आएको भन्दै कुन नेताले भने त कुन सांसदले, यसबारे विशेष रिपोर्ट छ। माधव कुमार नेपाल र गिरिजाको फोटो राखेर सुदेशले लेखे, पञ्चायत र्यालीलाई हामीले मुखदर्शक भएर हेर्नुपर्ने। पूर्व राजा लक्षित माओवादी सांसदका नेताको आरोप, वंश विनाश गर्नेले राज फर्काउने नाटक मञ्चन गर्दैछ। यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। दलहरू एकजुट हुनुको विकल्प छैन, सधैँ राजनीतिक खिचातानी ठिक होइन भन्दै राजाको स्वागतका लागि राजावादी सडकमा ओर्लिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री भने उपत्यका बाहिर छन्। राजावादीको सक्रियता बढेको भन्दै गणतन्त्रवादीलाई एकजुट हुन चित्रबहादुर केसीले प्रस्ताव गरेका छन् भने एयरपोर्ट बाहिर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राजावादीहरूले नाराबाजी गरेका छन्। विमानस्थल आसपासमा लाखौं लाख संख्यामा जनताहरू ओर्लिएका छन्। पोखराबाट पूर्व राजा प्रस्थान गरेका छन् र काठमाडौँ आइपुगेका छन्। र यस्तै धेरै समाचार छन्। दर्शक महानुभावहरू, कसले के भने त यसबारे आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। दर्शक महानुभावहरू, पूर्व राजा पोखराबाट काठमाडौँ आउने क्रममा काठमाडौँमा पूर्व राजाको समर्थनमा लाखौं लाख जनताहरू काठमाडौँमा ओर्लिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। र्यालीसहित निर्मल निवास पुर्याइने छ। अब राजतन्त्र फर्किने यो माहौलले पक्का पक्की देखाएपछि दर्शक महानुभावहरू, जनताहरू निकै उत्साहित देखिएका छन्। राजतन्त्रवादीहरू उत्साहित देखिएका छन्। गणतन्त्रको यति बेला सातो पुत्लो उडेको छ। पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। ज्ञानेन्द्र केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। समिट एयरको जहाज मार्फत ज्ञानेन्द्र शाह काठमाडौँ आएका हुन्। उनलाई पोखरामा राजावादीहरूले भव्य विदाई गरेका थिए। यसैबीच पोखरामा पञ्चबाजा सहित ज्ञानेन्द्रलाई विदाई गरिएको थियो। काठमाडौँमा पूर्व राजालाई भव्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइसकेका छन्। लाखौं लाखको संख्यामा जम्मा भएका हुन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल लगायत दल, कार्यकर्ता र राजतन्त्रका समर्थकहरूले भव्य स्वागत गरेका हुन्। अहिले त्रिभुवन विमानस्थल बाहिर ठूलो संख्यामा भिड जम्मा भएको छ भने ज्ञानेन्द्र शाहलाई निर्मल निवास पुर्याउन र्याली आयोजना समेत गरिएको जानकारी प्राप्त भएको छ। दर्शक महानुभावहरू, काठमाडौँ पूर्व राजा आइसकेपछि उच्च नेताहरूसँग छलफल गरेका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेका हुन्। उनी समिट एयरको चार्टर विमानबाट काठमाडौँ आइपुगेका हुन्।
काठमाडौँ स्थित त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल, अन्य नेताहरू पशुपति शमशेर जबरा, प्रकाश लोहनी र अर्का नेता कमल थापासँग छलफल गरिरहेको राप्रपा स्रोतले जानकारी दिएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौंको संख्यामा उनका समर्थकहरू भेला भएका थिए। उनीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई र्याली, झाँकी र बाजा सहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। अब राजावादीको यो प्रस्थान बिन्दु भएको बताइएको छ। बिहानैदेखि राज संस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्। उनको स्वागत गर्नका लागि विमानस्थल वरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणलाई आह्वान गरेका थिए। दर्शक महानुभावहरू, यता भने राजावादी प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर भएपछि यति बेला राजनीतिक बहस चर्किएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको आम नागरिकहरूलाई अवसर बनाएर राजधानीमा राजावादीहरूले शक्ति प्रदर्शन गरिरहेका छन्। पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्दै राजावादीहरूले राज संस्थाको पुनर्स्थापनको मागसहित आन्दोलनलाई तीव्रता दिएका छन्। राजावादी समूहले त्रिभुवन विमानस्थल क्षेत्रमा व्यापक प्रदर्शन गरिरहेका हुन्। राजा औ देश बचाऊ, राजतन्त्र जिन्दाबाद जस्ता नाराहरू सहित उनीहरू राजधानीका विभिन्न ठाउँहरूमा भेला भएका छन्। यसैबीच राज संस्थाको समर्थनमा यति ठूलो प्रदर्शन हुनुलाई राजनीतिक रूपमा महत्त्वपूर्णको संकेत रूपमा हेरिएको छ। दर्शक महानुभावहरू, गणतन्त्र पक्षधारहरूको विरोध संसदमा पनि बहस भएको छ। राजावादीहरूको प्रदर्शनलाई लिएर गणतन्त्र समर्थकहरू आक्रोशित भएका छन्। यो विषय संसदमा समेत उठेको छ। सत्तारूढ दलका नेताहरूले राज संस्थाको पुनर्स्थापनको प्रयासलाई लोकतन्त्र विरोधी कदम भन्दै आलोचना गरेका छन्। यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रदर्शनका क्रममा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रवादीहरूले किन विदेशी नेताको तस्बिर प्रयोग गरे भन्दै कटाक्ष पनि गरेका छन्। राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ, सुरक्षा सतर्कता पनि अपनाइएको छ। दर्शक महानुभावहरू, राज संस्थाको पुनर्स्थापनमा बढ्दो प्रदर्शन र त्यसप्रति गणतन्त्र समर्थकहरूको आक्रोशका बीच राजनीतिक ध्रुवीकरण झनै चर्किन थालेको देखिन्छ। सरकार यो घटनालाई नजिकबाट नियालिरहेको छ भने राजधानीमा सुरक्षा सतर्कता पनि उच्च अपनाइएको छ। पूर्व राजाको आम आगमनले काठमाडौँमा राजनीतिक बहसलाई थप तताएको छ, जसले आगामी दिनमा सत्ता पक्ष र राजावादी शक्ति बीचको टक्रावलाई झन् सतहमा ल्याउने संकेत गरिसकेको छ। दर्शक महानुभावहरू, यता भने सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भएको पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका हुन्। केन्द्रका अध्यक्ष प्रचण्डले एमाले नेतृत्वको सरकारले यस्तो बनाउन प्रेरित गरिरहेको हुँदै यस्तो बताएका छन्। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिहरूका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन्, तर माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरू विरुद्ध सङ्घर्ष गर्ने तयारीमा रहेको छ। उनले भने सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अभियानमा जनताको पूर्ण सहभागिता रहँदै गर्दा सांसद र सभ्य निर्वाचनका काममा केन्द्रित हुनुपर्ने कारणले केही दिनका लागि अभियान स्थगित गरेको प्रचण्डले बताएका छन्। काठमाडौँको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको प्रचण्डले बताएका छन्। बताएको उनको सचिवालयले बताइएको छ। सम्बोधनको क्रममा प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई मधेस जागरण अभियानले जनतामा माओवादी प्रतिको विश्वास अझ प्रगट बनाएको पनि बताएका थिए। दर्शक महानुभावहरू, यता भने माओवादीको पहलमा गणतन्त्रवादीहरूको प्रदर्शनको तीव्र तयारी गरिएको छ। अब देशमा राजतन्त्र कि गणतन्त्र भन्ने फेरि जनताहरू दुई ध्रुवमा भाँडिने पक्का पोकी भएको छ। काठमाडौँमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ। यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताएका छन्। ठूला दलको संलग्नतामा गणतन्त्र पक्षधारहरूको प्रदर्शन गर्ने तयारी छ। अरू दलहरू तयार हुन्छन्, नभए
माओवादी एक्लैले गर्छ, शर्माले भनेका छन्। प्रदर्शनको समय भने तय भएको छैन। चैत पहिलो साताभित्र काठमाडौँमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौँ केन्द्रित भएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोल प्रसाद उपाध्यायका अनुसार काठमाडौँ केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक सम्भावना छन्। राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका छन्। अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुग्ने नेताहरूले बताएका छन्। दर्शक महानुभावहरू, यता भने राजावादीलाई नेकपा एमालेका नेता शङ्कर पोखरेलले चुनौती दिँदै 2/3 ल्याएर संविधान उल्ट्याउ, सडकमा तमसा नदेखाऊ भनेर चेतावनी दिएका छन्। सत्तारूढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान सभाले नै एकमतका साथ संस्थागत रूपमा राजतन्त्र अन्त्य गरेकाले अहिले राजा फर्काउँछु भन्नु असम्भव रहेको बताएका छन्। एक कार्यक्रममा कुराकानी गर्दै उनले ज्ञानेन्द्र शाहलाई दलहरूले मौका दिएको तर उनले नै तन्त्र जोगाउन नसकेको टिप्पणी गरेका छन्। उनले भने राजा वीरेन्द्रको वंशनाशपछि अपुतालीको रूपमा ज्ञानेन्द्रले मौका पाएकै हो नि, दलहरूले यो मौका उनलाई दिएकै हो नि, तर के उनले गरे? नेपाली समाजको आकांक्षा विपरीत दलहरूमाथि प्रतिबन्ध लगाए, आकांक्षा विपरीत दलहरूमाथि प्रतिबन्ध लगाए, नेताहरूलाई थुन्ने काम गरे, मिडियामाथि प्रतिबन्ध लगाए। एक प्रकारले नेपाललाई सैनिक बुटको अधीन स्थल राख्ने खालको प्रयत्न गर्दा जनताको विद्रोहबाट ज्ञानेन्द्र सत्याच्युत भएको होइन र उनले भनेका छन्। दलहरूले राजासँग सम्झौता गरेको भन्दै भ्रमको खेती गरेको उनले बताएका छन्।